र आज चाहिँ विशेष गरी उहाँको सेवा देखिएन। विशेष गरी आज चाहिँ न्यु इयर इभ हो र आज चाहिँ 2082 साल चैत्र महिनाको अन्तिम दिन 30 गते होइन त म्याम? र आजबाट यो 82 साल कहिले फर्केर आउने छैन। र हजुर बहिनी भन्नु न के को 1 लिटर होइन 1.5 लिटर हो। उतापट्टि चाहिँ म थोरै डिस्ट्र्याक्ट भएँ। यो चाहिँ त्यहाँ बिलिङमा बहिनीले बिलिङ गर्दैछ र यता हामी रानी म्याम र म छौँ। र अब चाहिँ लगभग हाम्रो रेस्टुरेन्टमा चाहिँ हामी पनि यो एकदम मध्ये नै रात भयो हुन लागिसकेछ। मतलब क्लोजिङको समय हुन लागिरहेको छ। मध्ये त 12 ला हुँदैन, क्लोजिङको समय हुँदैछ। र अब चाहिँ हामी यहाँ जति पनि स्टाफहरू छौँ, सबहरू छौँ, स्टाफहरू छौँ, सबै बसेर न्यु इयर इभ चाहिँ सेलिब्रेसन गर्ने भनेर चाहिँ हामीले। तर यो कस्तो टी सर्टहरू मेरो यस्तो नराम्रो आइरहेछ कि होइन। यो चाहिँ खास मेरो आफ्नै यसरी नभनौँ होइन। जस हामीले एउटा लुगाको सानो गार्मेन्ट सुरु गरेको थियौँ पहिला, धेरै वर्ष पहिला लकडाउन अगाडि। हजुर, अनि ती सिलाएको हो कि। अनि कति धेरै त्यो स्टकमा त्यो हामीले मार्केटमा पठाउन सकेको। अनि कन्टिन्युसली लगाइरहेको यही मात्रै मैले 1 वर्ष भइसक्यो लगाएको। अनि यो लुज भएको छ कि म्याम। अनि घरिघरि चाहिँ अलिक यस्तो हुँदैछ कि ठिक छ। एनिवे होइन, अब मान्छे चाहिँ टी सर्ट ल्याउँदा नि मनले राम्रो हुनुपर्छ अरे होइन। अनि धन्यवाद म्याम, यसको उपलक्ष्य तपाईँलाई म काला पुस्तक दिन्छु, यति प्रशंसा गरिदिनु भएको। तर एक्चुअली यो चाहिँ पानी है, यो चाहिँ हामीले बोतलमा खान एकदम हुन्छ। उहाँ चाहिँ एकदमै गुड म्याम हुनुहुन्छ हाम्रो होइन। उहाँ चाहिँ यहाँको 8 इयर्सदेखिको साउ पनि हुनुहुन्छ। र हामी चाहिँ यो वर्षलाई अन्त्य गरेर अब भोलिबाट चाहिँ नयाँ योजना, नयाँ चाहिँ सपना, नयाँ शैली होइन, थुप्रै चिजहरू नयाँ परिवर्तन गर्दै नयाँ सोच लिएर अनि अझ सकारात्मक भएर होइन चाहिँ हामी भोलिबाट यो संस्था अथवा हामी एक्चुअली फेरि हामी यो संस्था भनिरहेको छ। हामी चाहिँ सुम्निमा तापोखेममा छौँ र हामी यो सुम्निमा देखिएन सुम्निमा तापोखेममा चाहिँ यो सुम्निमा तापोखेम चाहिँ लगभग 9-10 वर्ष 8 वर्ष भयो। 8 वर्ष भयो। म चाहिँ रिसेन्टली मात्रै जोइन भएको हो। म जोइन भएको त लगभग म पनि 2 वर्ष जति भइसक्यो। तर रिसेन्टली चाहिँ यो अलिकति माइकको डिस्टेन्स भएकोले नोइज क्यान्सलेसनहरू कम होला। मैले खास यो विशेष नोइजले साह्रै दुःख दिएर एउटा सानो इक्विपमेन्ट लिएर आएको थिएँ, तर यसले मेरो मोबाइलमा चाहिँ सपोर्ट गरेन। आज यसैले खोज्दा नै अलिक म चाहिँ इभको दिन पनि झन्डै 1-2 घन्टा बाहिर भएँ। र आज चाहिँ यसबाट चाहिँ मैले न्यु इयर इभको भ्लग चाहिँ सानो बनाउँछु भन्ने एकदम प्लान थियो। अहिले मैले अरू मोबाइलहरूमा पनि गरेँ। बहिनी गीत सानो बजाउँदा त्यो लाग्छ कि कपिराइट लाग्छ कि यो युट्युबमा जाने हो नि त होइन। म युट्युबर भइसकेँ नि म्याम। हाम्रो बहिनीले नयाँ कामहरू अब यो चाहिँ खास मैले नयाँ न्यु इयरबाटै सुरु गर्छु भन्थेँ। अस्ति म्यामहरूले नै मलाई एकदमै उद्वेलित बनाउनु भयो होइन। त्यसपछि चाहिँ मैले चाहिँ ओहो हो कि क्या म नि खतरै छु कि क्या भनेर अनि मैले 2टा सानो भिडियो चाहिँ मैले हालि नै सकेको छु। ल म्यामको लभले फोन गर्नुभयो थियो तर उहाँले उठाउनु भएन। अनि अब चाहिँ हामी त्यस पछाडि चाहिँ हामी सेकुवा चाहिँ बार्बिक्यू गर्दैछौँ। जस्तो हामी पोल्छौँ, जस्तो हाम्रो चाहिँ 2टा शैलीहरू छ। एउटा चाहिँ भट्टीमा पोल्छौँ होइन म्याम, अनि हामी चाहिँ बाहिर चाहिँ अर्को आगोमा बालेर पोल्छौँ। र अहिले चाहिँ मैले भाइहरूलाई तयारी गरेको देख्दा चाहिँ भट्टीमा पोल्ने यो चाहिँ उनीहरूको चोइस हुन्छ कि अब हामीले यसरी गर त्यसरी गर यसरी खाऊँ भन्ने भन्दा पनि कसरी मन लाग्छ त्यसरी खाऊँ भन्ने हुन्छ। अनि हामीले अब दिनु पऱ्यो, हामीले गरिदिन्छौँ होइन। अनि न्यु इयर इभ सेलिब्रेसन गर्न हामी गइरहेका छौँ र यसपछि के आउँछ तपाईँहरूलाई हामी देखाउँदै जानेछौँ। र यो वर्ष सकिँदै गर्दा चाहिँ यो वर्ष समग्रमा रह्यो कस्तो रह्यो तपाईँको। म यो भिडियो लामै भयो नि म हालिदिन्छु होइन। अब हाम्रो दर्शकबिनहरू चाहिँ धेरै हुनुहुन्न। आवेश लिम्बू हुनुहुन्छ, त्यसपछि सृजना राई हुनुहुन्छ,
त्यसपछि अस्मिता चौधरी हुनुहुन्छ, त्यसपछि पेशल सर पनि हुनुहुन्छ भोलिबाट, त्यसपछि हाम्रो विभीषण हुनुहुन्छ, त्यसपछि सोम सर हुनुहुन्छ, त्यसपछि अनिल भाइ हुनुहुन्छ, त्यसपछि हाम्रो कार्की भाइ हुनुहुन्छ र अर्को हाम्रो दिदी हुनुहुन्छ उहाँको मिना कि मुना कि दिदी, उहाँ चाहिँ न्युली एपोइन्टेड स्टाफ हुनुहुन्छ। उहाँहरू धेरै स्टाफहरू मात्रै अहिले चाहिँ रिसेन्टली हाम्रो यो भिडियो हाल्दाखेरि चाहिँ लगभग हाम्रो रेगुलर भ्युअरहरू चाहिँ उहाँहरू नै हो। त्यस कारणले चाहिँ अब यो भिडियो जति नै लामो भयो नि के फरक पर्यो त होइन, अब अरूले हेरिदिँदैन, जस्तो गरिब युट्युबरको हामी मिलेर हेर्ने हो। अनि बिस्तारै बिस्तारै दर्शकहरूले हेरिदिनुहुन्छ। अनि यो वर्ष चाहिँ तपाईँको कस्तो रह्यो म्याम समग्रमा भनौँ न आज न्यु इयर इभ? यस्तो मेरो त यो वर्ष भन्दा नि मेरो त सधैँभरि एउटै हुन्छ क्या बाबु। ए हजुर, सधैँ एउटै हो। म कहिले तल कहिले माथि एउटै हुँदैन, मेरो दिमागमा एउटै हुन्छ, मनमा पनि एउटै हुन्छ होइन, सधैँभरि एउटै हुन्छ। दिमागमा पनि राजा, मनमा पनि राजा, त्यही हुन्छ होइन। अनि अब त्यस नयाँ साल लागिरहेछ, त्यस तपाईँलाई ह्याप्पी न्यु इयर इभ र भोलिको न्यु इयरको शुभकामना पनि राजासँगको। अनि राजासँगको तपाईँको माया सधैँ प्रगाट रहिरहोस्, तपाईँलाई एकदमै धेरै धेरै शुभकामना। र हामी यही कुराहरू गर्दा गर्दै अब यसैको पोल्न सुरु गर्छ कि भनेको, तर अझै गेस्टहरूको एक दुईवटा टेक अवे लानुपर्नेहरू प्याकिङहरू रहेछ होइन, त्यही भएर भाइहरू बोल्दैछ। हामी अब यसलाई सँगसँगै अझै गफ गर्छौँ कि जस्तो लागिरहेछ, अझै गफ गर्छौँ। अब फाल्टो गफमा चाहिँ के गर्ने भन्दाखेरि चाहिँ अब कस्तो फ्लो नै बिग्रिपठाएछ। मेरो भाइहरू पनि आउँदैछ, उनीहरूलाई अहिले गीत गाएर पनि उनीहरूलाई थोरै खिच्नुपर्छ जस्तो लाग्यो। तर तिनीहरू फेरि यहाँ आइसकेकोमा चाहिँ मान्छेले पनि लुबु गर्छ कि, लुबु र लामाटर। हजुर, अनि उनीहरू आउँदैछ, उनीहरू आयो भनेर उनीहरू आएपछि यदि गीत इनकेस गाइहाल्यो फेरि एउटा लाई चाहिँ फेरि 10 बजेभन्दा अगाडि पुऱ्याउनु पर्ने अरे घरमा, आउने बित्तिकै जाने भइहाल्छ सब जस्तो हुन्छ। फेरि समय भने उनीहरू फर्कि पनि हाल्छ र भयो भने हामी यसमा गीत पनि देखाउनेछौँ। तर म्यामले मलाई लाग्छ नि म्याम होइन, तपाईँले मिठो गीत पनि गाउनुहुन्छ जस्तो लाग्छ। तपाईँले सुनाउँछ अहिले म एउटा सुनाउन म्याम। अहिले तर माइकै समाएर सुनाउँला न। त्यही माइक त त्यो माइक भने त्यो अर्को चिज हो। तपाईँको जुन घाँटीमा तपाईँलाई कुन गीत मनपर्छ भन्नु न? मलाई त सबै मनपर्छ तपाईँले गाउनु। मलाई चाहिँ हुनु चाहिँ यो अरूले कस्तो गीत भन्ने म अलमोस्ट सबै सुन्छु होइन म्याम। अब नारायण गोपाल मैले हिजो अस्ति मात्रै चाहिँ हाम्रो आशा भोसले कि बित्नु भएछ, अनि उहाँको गीत चाहिँ एकदमै धेरै सोसियल मिडियामा आएर त्यो सावन भन्ने कि र कस्तो मिठो सुन्नेको गीत होइन आउँछ म्याम तपाईँ भनेर आलाप चाहिँ छ सुरुमा, त्यसपछि मलाई पनि आउँदैन भन्ने छ होइन। नेपाली नै हो। अनि त्यसपछि त्यो पनि मैले रिल्समा सुनिरहेको थिएँ। आशा भोसलेको रहेछ नि यति पनि मिठो गाउनु भयो। आलापै कस्तो मिठो गाउनुहुन्छ होइन उहाँले। जस प्रमोद खरेलले सेयर गर्नुभएको रहेछ कि सुरुदेखि अन्तिमसम्म चाहिँ त्यो गीतकै साधनामा लागिरहने एउटा चाहिँ साधक भनेर एकदमै म्याच्योर भएर बित्नु भएछ। अनि उहाँप्रति पनि हार्दिक श्रद्धाञ्जली। 2082लाई सँगसँगै हामीले हिजो 1-2 दिन अगाडि मात्र पनि नेपाल तथा भारतका साङ्गीतिक जगतका एक महान हस्ती, साङ्गीतिक नक्षत्रका एक तारा, सधैँ चम्किरहने तारा हिजो हामीले गुमायौँ। उहाँप्रति पनि हार्दिक श्रद्धाञ्जली। र अब यो न्यु इयरलाई त के श्रद्धाञ्जली भन्नु होइन, 82 सकिएको भन्दा पनि 83 आउँदै गरेको चाहिँ बेसी खुसी होला होइन यसमा चाहिँ। अनि 83मा चाहिँ तपाईँको के छ विशेष गरी म्याम, केही प्लानहरू छ कि तपाईँको जस्तो यो ठाउँमा चाहिँ म घुम्छु होला है भन्ने, अथवा यो चाहिँ गर्छु होला है भन्ने त्यस्तो केही छ कि म्याम? केही छैन बाबु, मेरो त्यस्तो
अहिले म प्लानै गर्दिनँ कि जब अगाडि जे आउँछ नि म त्यतिखेरै गर्ने हो त्यो अगाडि नै जे कुरा नै अगाडि प्लान गर्दिनँ किनभने अब नयाँ साल लागिरहेछ अब त्यस 83देखि अब यस हामी सबै टिम मिलेर होइन अब आफ्नो कामलाई अगाडि बढाउने राम्रो तरिकाले बढेर जाने एउटा छ हेरौँ। तर तपाईँ साह्रै साधाकी मान्छे कि त्यो जो मान्छे चाहिँ होइन तपाईँको होइन जस्तो धेरै कुरा चाहिँ मैले अघि हिजो कि अस्ति सोचको कुरा पनि आइरहेको थियो दिनमा चाहिँ 50-60 हजार आउँछ अरे होइन राम्रो पनि सोच विचार आउँछ अरे नराम्रो पनि आउँछ अरे होइन अनि यही मान्छे त्यो सोचिरहने मान्छे चाहिँ अब पागल पनि हुन्छ भन्छ होइन तर त्यो तपाईँ चाहिँ साधक जस्तो कि होइन धेरै कुराहरू सोच्दै नसोच्ने कि होइन जे पर्छ हुन्छ ठिक छ होइन म कहिले पनि त्यो धेरै सोच्दिनँ पनि होइन त्यही हो जे अगाडि आउँछ त्यही हो त्यस्तो खालको हुनुहुन्छ उहाँ चाहिँ सोचेर पनि हुँदैन नि त त्यो पछिको कुरा अहिले नै त्यो मनमा सपनामा राख्यो भने त मान्छे त राम्रो हुँदैन नि त मान्छेलाई। र अनि अन्तिममा जस्तो लगभग हामीले 11 मिनट बोलेछौँ यो बोलिरहँदा चाहिँ मलाई चाहिँ भ्लग भन्दा पनि यसको यो हामी यतिकै पिस मात्रै हालिदिउँ कि जस्तो पनि लाग्यो कि जस्तो मिनी सेमी मिनी अनि क्वार्टर मिनीको पनि हाफ क्वार्टर मिनी पोडकास्ट जस्तो भयो होला नि कुनै दिन होइन सम्झनाको लागि ठिक होला यसरी गरिरहेको थियो भने कुनै दिन के थाहा अब पोडकास्ट पनि पछि चलाइयो भने होइन तर सकिन्छ त्यो होइन कोसिस त मान्छेलाई कोसिस हो कोसिस गर्नु चाहिँ छोड्नु भएन जे पनि हुन्छ यो भ्लग बनाउँदा भन्दा चाहिँ हाम्रो पोडकास्ट हो त्यो अहिले त हामीले खतरा 3 लाखको क्यामेराले खिच्यौँ नि भन्ने पोडकास्ट भनेपछि यो हाम्रो अहिले क्यामेरा त नभनौँ झुरै छ हाम्रो पनि एउटा सानो पोडकास्ट भन्नु भइहाल्छ त है। र यहाँ मेरो एउटा कल पनि आइरहेछ खास मेरो भान्जा चाहिँ बाहिर छ मेरो कन्ट्याक्टमै छ तर बाहिर दिदीलाई चाहिँ उसले घर आउँछु भने त्यही भएर दिदीले कल गरिरहनु भएको छ ल ठिक छ अब हामी अहिले यो एउटा म छुट्टै पार्ट हाल्ने भइहालेँ अब जति अहिले हाम्रो अडियन्स हुनुहुन्थ्यो त्यति अडियन्सको लागि मात्रै हो यो अरूलाई पनि हामी हाल्न सक्छौँ विभीषण बहिनी अनि त्यसपछि योभन्दा पछाडिको चाहिँ एउटा फेरि विशेष भ्लग आउँछ यो चाहिँ मासु पोलेको खाएको होइन न्यु इयर मनाएको होइन किनभने नयाँ साललाई भित्राउने जीवनमा चाहिँ के हुनुपर्छ अरे म्याम जे भने सेलिब्रेसन चाहिँ गर्नुपर्छ अरे कि म प्रायः मेरो बर्थडेहरू सेलिब्रेसन गर्दिनँ होइन तर कहिले के गर्छ लाग्छ गर्ने कि क्या फेरि त्यो बानी पनि हो कि किनभने हामी अब गाउँबाट आयो गाउँबाट आएपछि त्यतातिर खासै त्यो चलाउनु पहिला मैले पनि नगरेको यहाँ नानी भाइ बहिनीले नै गर्थ्यो बानी भइगयो अहिले चाहिँ तर सानो सानो सेलिब्रेसन चाहिँ गर्नुपर्छ अरे किनभने हामीले यत्रो 1 वर्षभरि दुःख गऱ्यौँ नि त होइन दुःख गऱ्यो यो 82 सालभरि गरियो अन्तिममा सानो सेलिब्रेसन गर्दाखेरि एउटा आत्मीयता पनि बढ्छ होइन घनिष्ठता पनि बढ्छ होइन त्यसमा अब सुख दुःख खुसीको कुराहरू पनि हुन्छ होला होइन यस्तो मिठो भएर होला विभीषण बहिनीले पुरा रिसाएर दिनुभयो कि त्यहाँबाट ल ठिक छ अब यति भयो र हामीले सानो मैले भने मिनीको पनि आधीको पनि क्वार्टरको पनि हाफ भ्लग जस्तो भयो होला पोडकास्ट जस्तो भयो होला नो मोर माइक चाहिँ मैले यो नोइज क्यान्सलेसन गर्ने यसको होइन यो राम्रै खालको भन्ने खालको आएर मैले यस्तो यसको प्राइस पनि के भन्नु बेइज्जतै हुन्छ हाम्रो लागि ठुलो हो यो चाहिँ कुनै म्यामको यो जुन टी सर्टको यो ट्याक्क गलामा राखेर म्यामको म 2 घन्टाको पोडकास्ट दिन्छु कुनै दिन यो पनि त्यति चाहिँ धान्ने छ तर त्योभन्दा चाहिँ अब यो मेरोलाई सपोर्ट गरेन अब भोलि पर्सितिर फेरि जानुपर्ने छ ल आजलाई यति हामीले गऱ्यौँ यो चाहिँ न्यु इयरको अन्त्यमा हस् नमस्ते।